यो हो बागमती प्रदेशको राजधानी हेटौडा। यो हेटौडा सहरको वरिपरि अर्थात् यसको समीपमा धेरै धार्मिक तथा पर्यटकीय स्थलहरू छन्। तर हाम्रो यात्राको उद्देश्य पृथक छ, घुमघाम होइन। त्यसो भएको हुनाले यी संक्षिप्त विवरण बाहेक हामी धेरै चर्चा गर्ने छैनौँ। नमस्कार। देशमा धेरै पछि विकास भएको मध्यपहाडी लोकमार्गको यो मध्य खण्ड भनौँ यसलाई, मध्य खण्ड भन्नाले न यो पूर्व हो न पश्चिम हो होइन। बागमती प्रदेशमा छौँ हामी। हाम्रो यात्रा अगाडि बढ्दैछ हेटौडा उपमहानगरपालिकाबाट। विशेष गरेर यो एउटा सामाजिक कार्य, वैदिक संस्कारभित्र पर्ने विवाह परम्परा अन्तर्गतको एउटा। अब हाम्रो दुला बाबुले परिचय आफै दिनुहुन्छ होइन। यस्तो छ मदन भण्डारी राजमार्ग। बिहान काठमाडौँबाट 6 बजे यात्रा शुभारम्भ गरिसकेपछि हामी हेटौडामा 10 बजे पुग्यौँ। अहिले करिब कति बजे छ? 11 बजेको समय हो। अनुमानित भने है मैले 12। अनि त्यसपछि यो नितान्त नयाँ हाम्रो यात्राको नयाँ हाम्रो हुनाले हामी यहाँ 5 जना छौँ। कतिजना नयाँ हुनुहुन्छ कति पुरानो त्यो मलाई थाहा छैन है। र म नयाँ भएको हुनाले यो एउटा नयाँ यात्राको, नयाँ राजमार्गको, नयाँ हिँडाइको पनि अनुभव यो भिडियोमा समेटौँ भनेर यो सानो भिडियो डकुमेन्ट्री तपाईँहरूको अगाडि छ। सबैजनालाई देखाउँछु है त। ल, यहाँ चाहिँ हाम्रो गाडीको पाइलट, नाम थाहा भएन है। हामी एउटै सन्दीप दाहाल होइन, गोर्खाको। ल, यसपछि लैजाऊ। ल, धन्यवाद ठुलो बाउ। मेरो नाम गणेश कुमार सञ्ज्याल, घर सुदूरपश्चिम अछाम जिल्ला बाराला। अहिले हामी हाल काठमाडौँबाट बिहेको लागि सुनसरीको बरा क्षेत्र चक्रघट्टीको यात्रामा छौँ। हामी अहिले एकदम रमणीय यात्रामा छौँ। नयाँ अनुभव गर्दैछौँ। नयाँ अनुभव भन्नाले बिहे एकचोटि गर्ने हो, त्यो सबैको नयाँ अनुभव हुन्छ, त्यो ठुलो कुरो होइन। तैपनि अब नयाँ बाटोमा नयाँ ठाउँमा अलिक फरक खालको अनुभव गरिरहेछौँ। एकदम मसँग आदरणीय 2 जना बुवाहरू हुनुहुन्छ। एकजना एकदम प्रिय मेरो सर हुनुहुन्छ, एकजना प्रिय अर्को एकजना साथी छन् होइन। हामी यात्रामा छौँ, रमाइलो यात्रा भइरहेछ। समग्र भन्नुपर्दा अहिले हामी मेरै बिहेको लागि यात्रा गरिरहेछौँ। अब हामी ठ्याक्कै अबको 5-7 घन्टामा बिहे घरसम्म पुग्छौँ होला बेहुलीको लागि। भोलि हाम्रो बिहेको प्रोग्राम रहेको छ भने भोलि नाइटमा हामी फर्किनेछौँ यता। अब अहिले हामी मकनपुरमा छौँ, त्यसपछि हामी कुन जिल्लामा पर्छौँ? अब ठ्याक्कै अहिले मकनपुरमा छौँ, त्यसपछि हामी सिन्धुलीमा प्रवेश गर्छौँ। त्यसपछि हामी कटारी भने चिकुन जिल्ला गयो उता। त्यसपछि हामी गाईघाट हुँदै कोशी तरेर हामी उता यो सुनसरी जान्छौँ होइन। हाम्रो यात्रा अझै छ, टन्न छ, लगभग 300 किलोमिटर जति होला। हामी 300 किलोमिटर होला, त्यति त होइन होला, 150 छ ल, 300 किलोमिटर छ। हामी लो अझै हामी त्यस्तै भएर 7 बजेसम्म पुग्छौँ होला गन्तव्यसम्म। रमाइलो भइरहेछ। हामी नयाँ अनुभव गर्दैछौँ सबैजना। दुलाको पिताश्रीजीलाई केही कुराहरू राख्न मैले यसो अनुरोध गरेँ। आफूलाई लागेको यो यात्राको, फेरि आफ्नो छोराको विवाहको यो यात्रामा त धेरै खुसी लागेको होला होइन? हजुर हो दाजु, तपाईँले भन्नुभयो कुरा मलाई गर्व छ, खुसी छु। हजुर पनि यहाँ काठमाडौँ भइदिनु भयो र सँगै यहाँ पाएकोमा धेरै धेरै खुसी छु। सबैजनाले साथ दिएको बारेमा अझै साथ पाऊँ भन्ने आशामा छौँ। खुसी छु, यही नै मेरो कुरा। के भनौँ, धेरै खुसी छु। त्यति टाढाबाट अनि पूर्वतिर अनि बाबुले भनौँ न बुहारी हेर्दाखेरि पनि त्यो पनि मलाई गर्वको कुरा छ। खुसी छु। यसमा धेरै कुरा के भनौँ भन्नै लागेको खुसी नै। धन्यवाद। मलाई पनि खुसी लाग्यो। खुसी यो अर्थमा कि आजभन्दा कति वर्ष अगाडि हो एउटा सामान्य कुरा, उसको एउटा एकाडेमिक
कुराहरूलाई नजिकबाट हेर्ने मौका पाएको थिएँ पञ्चदेव विनायक नगरपालिकामा आउँदाखेरि। तिम्रो भविष्य एकदम उज्जवल छ बाबु, तिमी प्रयास गर है, यहाँ अलिमलिन हुँदैन भनेको थिएँ होइन। आज के भन्दाखेरि अब यो सरकारी जागिरको सिलसिलालाई यहाँ नजोडौँ होइन। आज सरकारी एउटा कर्मचारीको रूपमा स्थापित भइसकेको, अनि त्यसपछि त्योभन्दा खुसी गर्ने यो खुसी त मैले पहिला नै एउटा बाँडिसकेको थिएँ। अहिले के भने एउटै फ्रेममा हामी तिनजना छौँ नि होइन। यो खुसी भन्न मलाई अद्भुत लाग्यो कि होइन। एउटै फ्रेममा छौँ, यसरी यो पहिलोचोटि छौँ क्या हामी होइन। त्यो पनि एउटा महत्त्वपूर्ण क्षणमा होइन, महत्त्वपूर्ण एउटा सन्दर्भमा है असाध्यै खुसी लागिरहेको छ। ल बाँकी कुराहरूलाई हामी समेट्नेछौँ। यात्राको क्रममा हाम्रो गाडीमा यान्त्रिक गडबडी आउँछ। बागमती नगरपालिका यो मकवानपुरकै एउटा नगरपालिका हो, जसको समीपमा बागमती नदी बग्दछ। यो त्यही बागमती हो जो काठमाडौँका सम्पूर्ण फोहोरहरूलाई सफा गरेर यसरी भित्री मधेस हुँदै यो तराईसम्म निस्किन्छ। गाडीमा आएको यान्त्रिक गडबडीको समय यता पनि क्याप्चर गरेको छु मैले, समेटेको छु। अन्यथा हामीलाई धेरै यी ठाउँहरूको भिडियो लिने त्यो समय छैन। यहाँको वरिपरिको दृश्य यस्तो छ, बागमती नदी हो यो। अब हाम्रो गाडीको यान्त्रिक समस्या समाधान त भएन, तर हामी अर्को गाडी, हामीसँग 3वटा गाडी छन्। हाम्रो यात्रा एउटा विवाह संस्कार, विवाह परम्परा अर्थात् एउटा विवाह सम्बन्धको लागि भएको हुनाले हामीसँग अलि धेरै मान्छेहरू छन्। 2वटा किवी हाइस र एउटा सानो कार, यति 3वटा सवारी साधनमा हामी अगाडि बढ्ने क्रममा भित्री मधेसका जिल्लाहरू मध्य पहाडी लोकमार्ग मैले पहिला नै भनिसकेको छु। एकदमै विशुद्ध आनन्द आउँछ यस्तो नयाँ यात्रा गर्दा। सम्भवतः यो बाटोको यात्रामा म नयाँ हुँ, यहाँ धेरै साथीहरू हुन्न त बहुसङ्ख्यक साथीहरूको यो नयाँ यात्रा हो। तर पनि यो भूगोललाई ध्यान दिने त्यो आफ्नो एउटा इन्ट्रेस्टको कुरा हुन्छ। त्यो थुप्रै हामी यात्रा गर्छौँ, तर धेरैलाई त्यो भौगोलिक कुराहरूको मतलब हुँदैन। मलाई धेरै याद हुन्छ, यस्तो कुरा स्मरणीय हुन्छ। अब हामी कमलामाई नगरपालिका पुग्दैछौँ, सिन्धुली जिल्ला। नगरपालिकाभित्र त प्रवेश गरिसक्यौँ हामी। नगरपालिकाभित्र पनि यस्तो कच्ची सडक छ। यो कच्ची सडक किन पनि छ भने पहिलाको पिच उब्केर अझै यसलाई नयाँ मर्मत गर्नुपर्ने होला। नेपालमा पछिल्लोचोटि सडक चौडा गर्ने क्रमहरू चलिरहेका छन्। कहिले सिधा अगाडिको भाग, कहिले आफ्नै अनुहार, कहिले दायाँ बायाँका भागहरू देखाउँदै हामी अगाडि बढेका छौँ, अगाडि बढिरहेका छौँ भनौँ अझ नेपाली भाषामा होइन। अगाडि बढेका छौँ भन्नाले यो पश्चिमेली टुन आउँछ है, तर केही छैन, बुझिन्छ होइन। यस्तो खेतीयोग्य हरियाली फाँट पनि छ कमलामाई नगरपालिकाभित्र, निकै सुन्दर छ। मौसम खुलेको अवस्था छ अहिले। यो बिपी लोकमार्ग जाने माथिको डाँडो हुँदै कतै जान्छ होला, त्यो पनि मेरो लागि नयाँ यात्राको गन्तव्य हो। तर त्यहाँ अस्ति मात्रै आएको बाढीले बाटो बिग्रेको हुनाले हामीले यो बाटो रोक्नु परेको। तर केही छैन, यो पनि नयाँ एउटा अनुभव हो। कमलामाई नगरपालिकाको गुल्जार बस्तीभित्र हामी प्रवेश गर्दैछौँ। गुल्जार बस्ती भन्नाले बाक्लो सहरीकरण भएको क्षेत्रभित्र हाम्रो प्रवेश भइसकेको छ। तर पनि दायाँ बायाँका किनारी भागहरू यी कृषि कर्मका क्षेत्रहरू देखिन्छन् यहाँ। करिब अझै गुल्जार बस्ती अलिकति टाढा रहेको
मैले बोल्दै गर्दाखेरि कतिपय अनुमानहरू नमिल्न सक्छन्, किनभने यो नयाँ यात्रा हो नि त हाम्रो। अब कमलामाई नगरपालिका सिन्धुली बजार भनेर पनि चिनिन्छ। एउटा ऐतिहासिक ठाउँ पनि हो सिन्धुली गढी। सिन्धुली गढी नै आइसक्यो मेरो मुखमा। यो कमलामाई नगरपालिकामा एउटा सिन्धुली गढी छ। यो सिन्धुली गढी यस्तो गढी हो जो नेपालको एउटा सामरिक किल्ला हो। हजुर, हामी एउटा चोकमा पुग्छौँ। यहाँ सानोतिनो जीवहरू, रिक्साहरू, सानोतिनो माइक्रो बसहरू, यहाँ पार्किङ एरिया पनि रहेछ। यहाँ नजिकै एउटा पार्क छ, बाल उद्यान भनिएको छ। निकै रमाइलो लाग्यो मलाई, शान्त वातावरण। अनि त्यसपछि बजारका अन्य क्षेत्रलाई पनि हामीले यसरी एक टक लगाएर हेर्न गइरहेका छौँ। हजुर, यो बजारभित्रकै क्षेत्र हो। हामी कस्तो अलमलमा पर्छौँ भने, हुन त यो अलमलमा घुम्ने अवसर पनि पाइन्छ। हामीसँग 2वटा किबी हाउस छ। त्यो मुख्य त्यसको एउटा गन्तव्य हुन्छ। चार्जिङ पोइन्टमा उसले चार्जिङ गर्नुपर्ने हुन्छ, चार्ज गर्नुपर्ने हुन्छ। त्यो भएको हुनाले किबी गाडी जहाँ छ हामी त्यतै जान्छौँ। सिन्धुली गढी त हामी पुग्दैनौँ, तर कमलामाई नगरपालिकाका केही दृश्यहरू हामीलाई मनमोहक लाग्छन्। अब यसलाई कसरी छोड्ने होइन, हेर्नु त पर्यो नि। माथि यो बिपी लोकमार्ग पनि देखाएँ मैले। नजिकका खोला नालाहरू, गुल्जार बस्ती मात्रै होइन, भिर पाखाहरू अझ मलाई बढी मनपर्छन्। हामीलाई समय सदुपयोग गर्नु छ। हाम्रो किबी हाउस चार्जिङ भइरहेको अवस्थामा नजिकै छेउको एउटा रेस्टुरेन्टमा हामी खाजा खान लागिरहेका छौँ। केही धेरै हाम्रा सहयात्रीहरूलाई समेट्न खोजिरहेका छौँ। यहाँ दुला बाबु धेरै खुसी के, यति धेरै त खुसी नहुनु हो गणेश। ल, हाम्रो कुसुम नानी, नमुना नानी, ल यिनीहरू चाउमिन पो बढी मन पराउँदो रहेछन् है। तर मैले त चाउमिन खाइनँ है। अब हामी कमलामाई नगरपालिकालाई बाई बाई गरेर अगाडि बढ्छौँ। अगाडि बढ्दै गर्दा हामी कटारी बजारलाई पछ्याउन लागिरहेका छौँ। उदयपुर जिल्लामा पर्छ। कटारी बजार पनि मेरो लागि नयाँ गन्तव्य हो, जानै पर्ने। पहिलेदेखि सोच बनाएको। आज हाम्रो गणेश बाबुको बिहाले जुरेको यो संयोग एकदमै मननीय मात्रै होइन, रमणीय पनि छ है। कटारी बजार प्रवेश गर्दैछौँ हामी। छेउछेउमा देखिएका बोर्डहरूले पनि कुन ठाउँमा छौँ हामी तपाईँहरू सजिलै अनुमान गर्न सक्नुहुन्छ। अनुमान मात्रै होइन, ठक्रकै भन्न सक्नुहुन्छ नि। किन भन्दा बोर्डभन्दा ठुलो रेफरेन्स त अरू हुँदैन। ठिक छ, कटारी बजारमा पुग्छौँ हामी। कटारी बजार पनि हाम्रो लागि नयाँ ठाउँ हो। त्यसो भएको हुनाले यहाँका परिदृश्यहरू पनि हाम्रा लागि के छन्, एउटा भ्रमणीय दृश्यावलोकन गर्नै पर्ने स्थलहरू हुन् है। बल्ल पो कटारी पुगियो त म पनि रनबुल्ल परेको रहेछु। नयाँ ठाउँ न हो, अनुमान भनिदिएँ। अलि अँध्यारो भइसकेको अवस्था छ है। यो कटारी बजार भव्य पो रहेछ, निकै विकसित मध्य पहाडी लोकमार्गमा पर्ने। यो पहिल्यैदेखि विकसित सहर हो, तर यो सडकपछि सडक सञ्जाल जोडिसकेपछि अझ यसले निकै गति लिएको छ।
तपाईँहरूले जानकारी राख्नुहुन्छ नि, हामी भित्री मधेसमा छौँ। योभन्दा दक्षिणतर्फ एउटा पहाड छ, उत्तरतर्फ त पहाड हुने नै भयो, महाभारत पर्वत श्रृङ्खलाहरू, दक्षिणतर्फ चारकोसे झाडी, अनि त्यो चारकोसे झाडी कटिसकेपछि मात्र तराई जिल्लाहरू, महोत्तरी जिल्ला, धनुषा जिल्ला पर्छन्। यो कटारी बजारको दृश्यावलोकनपछि हामी अगाडि जानु छ, बाटो त छोट्याउनु परिहाल्यो नि होइन। यो हो गाईघाट। तपाईँहरूले नाम सुन्नुभएको तर नपुग्नु भएको है। अब पुग्नु भएको होला, मैले सबैलाई त भनेँ, तर धेरै जस्तो यो भिडियो हेर्ने महानुभावहरू पुग्नु भएको छैन, यो मेरो अनुमान हो है। यो पनि भव्य बजार छ। गाईघाट त्रियुगा नगरपालिका, धेरै पहिले सुनेको तर नपुगेको ठाउँ हो त्रियुगा नगरपालिका, गाईघाट। बेला बेला मैले जोक पनि गर्ने गरेको छु है त, गाईघाट बजारपछि खै त गोरुघाट आउनु पर्दैन भनेको, तर एकैछिन हामी कोशी ब्यारेकमा पो पुग्छौँ। त यो कोशी ब्यारेक मैले किन भने हामीलाई कोशी पुल भन्ने बित्तिकै कोशी ब्यारेक भन्छ। यो चतरा हो, प्रसिद्ध ठाउँ हो। सप्तकोशी सबैको सङ्गम भइसकेपछि एउटा भीमकाय आकार लिन्छ कोशीले। नेपालको सबैभन्दा ठुलो नदी हो यो चतराको पुल हो। योभन्दा माथि बराह क्षेत्र छ। योभन्दा अझ माथि जाने हो भने तमर नदी, त्योभन्दा अलिकति माथि अरुण नदी मिल्न जान्छ। तमर नदी मिलिसकेपछि सप्तकोशीले आफ्नो पूर्ण रूप धारण गर्छ। पछिल्लोचोटि निकै विकसित छ यो क्षेत्र पनि। यहाँ डुङ्गा, इन्जिन बोटहरू, अहिले आवागमन मात्र होइन, पर्यटकीय दृश्यावलोकनको लागि पनि धेरै महत्त्वपूर्ण काम गरेको छ। बराह क्षेत्र धरतीको पहिलो तीर्थस्थल भनेर साइनबोर्ड लेखिएको छ। अब हामी मुख्य गन्तव्यमा पुग्दैछौँ। कहाँ पुग्दैछौँ दृश्य आफै बोल्छ है त, म केही पनि बोलिनँ। अगाडि देखिएको भवन, त्यो होटेल हो, हामी हिजो त्यहाँ बास बस्यौँ है। अब केही बोलिनँ, म केही पनि बोलिरहेको छैन, दृश्य आफै बोलिरहेको छ। तर दुला गणेशलाई म केही कुरा भन्नेवाला छु है त। यहाँ स्वर सल्लाह हुँदैछ। हामी विवाह स्थलमा पुग्छौँ। विवाह स्थलमा प्रवेश गर्दाको दृश्य, माइतीपट्टिको जनमानस, यहाँ दुलापट्टिको चेली नानीहरू पनि आगमन हुँदैछ। साली नानीहरूको आगमन। अब मैले साली नानी किन भने यहाँ भिनाहरूले यहाँ साली नानीहरूसँग कस्तो दुखरी खेल्नुभएको छ, त्यो पछि म देखाउने छु तपाईँहरूले। बुहारी नानी सबिनाको पनि इन्ट्री भएको छ। यो महत्त्वपूर्ण क्षण हो विवाहको। मैले अहिलेसम्म दुला बाबुलाई देखाएको छैन है, त्यो पनि महत्त्वपूर्ण क्षण हो। तपाईँहरूको धैर्यता अब भङ्ग भयो है त। यहाँ दुला राजा भन्ने पनि चलन छ है त। मेरो लागि त बाबु हो गणेश। हेर गणेश, यो तिमीलाई फोटो खिचिरहेछ नि, तिम्रो भिडियो बनाइराखेछ नि, तिमीको पनि भिडियो बनाउने म, थाहा छ त्यहाँ कति खर्च गर्यो, त्योभन्दा दोब्बर मलाई गर्नुपर्छ है। म आफू नदेखिएर तिम्रो त्यो टाढै बसेर मैले भिडियो बनाइराखेको छु है गणेश। दुलै नानीले एउटा सामाजिक मान्यता परम्परा हाम्रो गुरुवर पण्डितको आदेशअनुसार पुरा गर्दैछन्।
मैले यो नाचगानको भिडियो क्लिप लामो लिएन है, किनभने यो युट्युबले कपिराइट लगाइहाल्छ अर्काको एउटा सिर्जना युट्युबमा हाल्दाखेरि। त्यो भएर छोटो छोटो टुक्रा मात्र राखेको छु। यो विवाह परम्परामा दुलाको चप्पल जुत्ता लुगाउने परम्परा हुँदो रहेछ। यहाँ बार्गेनिङ हुँदैछ। साली नानीहरूले 10,000 मूल्य पर्ने जुत्ता प्रत्येकलाई किनिदिन उनीहरूको आग्रह छ। अब धुनाको प्रतिनिधित्व अब यहाँ बाबुबाट भइराखेको छ। हाम्रो दुलाको आमा कम्ता खुसी हुनुहुन्छ हेर्नुहोस् त, यो मुस्कान नै काफी छ है। एउटा सालीना मैले यो नाचगानको टुक्रा लामो राख्दैन है, गणेश नरिस है, किनभने युट्युबले कपिराइट लगाइहाल्छ कि। बरु मैले तिम्रो ससुरालीको वरपरको दृश्य तिमीलाई पनि थाहा नदिएर यो ड्रोन सट हानेको छु है, टुप्लुक्क लिइदिएको छु है। चारैतिर तिम्रो रमाइलो ससुराली गाउँको यो दृश्य छायाङ्कन गरिदिएको छु मैले। हेर त कति सुन्दर छ है, तिमी भाग्यमानी हो यति राम्रो ठाउँलाई ससुराली बनाउन पायो यार है। तिम्रो ससुराको छेउैको घर हो यो है। यो सेतो घरको ठिक अपोजिट तिम्रो ससुरा बुवाको घर छ हैन। माथि धरान क्षेत्र हो है, त्यो सेतो देखिएको छ नि, माथि धरानका घरहरू देखिएका छन्। क्षितिजमा अलिअलि सेतो देखिन्छ, अनुमान गर्नुपर्ने हुन्छ। यता यो पानीको ट्याङ्की रहेछ, नजिकै कोशी नदी रहेछ यहाँ है। नहरहरू पनि छन् यतातिर। मैले त्यो सबै क्याप्चर गर्न पाइनँ, किनभने मलाई पनि डाइरेक्सन गर्न मान्छे चाहिन्थ्यो, त्यो कोही थिएन त्यहाँ। त्यो भएको हुनाले बरु चारैतिर यो दृश्य म लगिदिन्छु है त। यो पानी ट्याङ्कीदेखि यताको मकैबारी प्रशस्त हुँदो रहेछ है त है। आकाश पनि खुलेको। गणेश तिमी कति धन्य छौ हेर न, तिम्रो बिहामा यसरी खुलिदिनु पर्ने यार आकाश पनि। यहाँ एउटा टावर छ है, त्यो नजिकै छ। अनि त्यसपछि अब धरानलाई मैले लामो सास ताने। माथि त्यो पहाड जङ्गलको बिचमा सेता सेता घरहरू देखिन्छन्। यो अरूले अनुमान गर्न सक्ने थिएन है, म अनुमान गरिदिन्छु कि। अब यतापट्टि भने खाली जग्गा रहेछ है। यो कोशी नदीको किनार हो यो। करिब 1 किलोमिटर अर्थात् 1500 मिटरभित्र हामी रहेछौँ जस्तो लाग्छ मलाई। सूर्यनारायण अस्ताइराख्नु भएको छ होइन। अब सूर्यनारायणलाई अलिकति ठिकै छ। अब ससुराली घर ठ्याक्कै अगाडि भिनाबाट जुत्ताको मूल्य पाएपछि सालीमा धेरै खुसी के। यति खुसी पनि नहुनु है साली नानीहरू। अब तिमीहरूलाई लानको लागि भिनाको दम तयार भइसक्नु। भिनाको जुत्ता लुकाउने, सालीले पैसा बार्गेनिङ गर्ने यो कर्म पनि सकेर विवाहका सम्पूर्ण विधि प्रक्रियाहरू पुरा गरिसकेपछि हामी आइपुग्यौँ आफ्नै निवासमा। छोरा बुहारी नवविवाहितलाई आफ्नै घरमा खाना खुवाउन पाउँदा खुसी लाग्यो। यहाँ छोरा बुहारी मात्र होइन, छोराको बुवा है, म ठुलो बुवा, छोराको बुवाको जोडी र नवविवाहित दुवै नानीको सासु ससुरा सहित हाम्रो घरमा यो खाना खाने कार्यक्रम चलिरहेको छ। र यो भिडियोमा म अब पनि देखिनको लागि अन्तिममा एउटा क्लिप यहाँ जोडिदिएँ है त। यो एउटा सानो डकुमेन्ट्री भिडियो गणेश बाबुलाई एउटा बहुमूल्य हुनेछ भन्ने आशा गरेको छु। यो एउटा स्मरणको अभिलेख हो। यति भन्दै भिडियोबाट बिदा हुन चाहन्छु है त। नमस्ते, राम राम, बाई बाई सबैलाई।